उपनिषद्को प्रसङ्ग। मैत्रेयी र कात्यायनी भन्ने याज्ञवल्क्यका दुईटा श्रीमती पनि कस्तो हुन पर्यो भन्ने कुरो बुझ्न पर्यो। तपाईहरुले माताजीहरुले बुझ्न पर्यो। दुईटा श्रीमती याज्ञवल्क्यलाई लायो, कति घर गृहस्थी गर्ने ऋषि याज्ञवल्क्य, कति घर गृहस्थी गर्ने। अब छोड्नी भयो, 50 वर्ष कटिहाल्यो। प्रथमे नार्जिता विद्या, द्वितीय नार्जितम धनम, तृतीय न तपस्तप्तम, चतुर्थे किम करिष्यति। तेस्रो अवस्था 50 वर्ष पढेपछि जप ध्यान साधना गर्ने। पहिलो 25 वर्षमा पढ्ने, अध्ययन गर्ने, जान्ने, लेख्ने, पढ्ने, अनि त्यसपछि घर गृहस्थी गर्ने, पैसा सैसा कमाउने, धन सम्पत्ति मजासँग कमाउने। 25 देखि 50 वर्षसम्म, 50 वर्ष पुगेपछि ल बाबु छोरा त्यो जे जे गर्नुपर्छ गर भनेर आफ्नो ध्यान तपस्या तीर्थ व्रत आफ्नो साधना गर्ने। याज्ञवल्क्यलाई पनि लायो, 50 वर्ष पुग्यो। अब यो धन सम्पत्ति जिम्मा लगाएर श्रीमती छोराछोरीलाई जिम्मा लगाएर अब जान्छु सन्यास लिन, जोगी बन्न जाने भनेपछि अब उनी जान लागिसकेपछि उनले के गरे भन्दाखेरि अब आफ्नो सम्पत्ति दुईटा श्रीमतीलाई मैत्रेयी र कात्यायनीलाई बराबर भाग लगाउनु पर्यो भनेर दुईटालाई भाग लगाइदिए। कात्यायनी बडो प्रसन्न भयो, सम्पत्ति पाइयो, सम्पत्तिको मालिक भइयो। तर मैत्रेयीलाई जिज्ञासा जाग्यो, उनीमा चेतना थियो। उनले सोधिन् यो सम्पत्ति पाएर के म अमर हुन्छु भनेपछि याज्ञवल्क्य भन्छन् अह त्योबाट त कहिले सन्तुष्ट हुँदैन, कोही पनि सन्तुष्ट भएको छैन। अब तिमी कसरी सन्तुष्ट हुन्? धन सम्पत्तिबाट सन्तुष्ट भएका कोही छँदै छैनन्, भर्या गरेको गरेकै छन् भनेपछि कोही सन्तुष्ट छैन भने तिमी कसरी सन्तुष्ट हुने भनेपछि मैत्रेयीले भनेको जवाब उपनिषदमा आउँछ। मन्त्रद्रष्टा ऋषिहरू थिए, महिला पनि मन्त्र देख्ने थिए। अहिले तपाईँहरू कहाँ हुनुहुन्छ? गीताको एउटा श्लोक आउँदैन, आउनु पर्ने हो। एउटा मन्त्र आउँदैन, कर्पूर गौरम भन्न आउँदैन, कृष्णको एउटा मन्त्र आउँदैन। उनले भनेको उपनिषदमा मन्त्र आउँछ, एनाहम नामृता श्याम किमहम तेन कुर्याम। जुन चिजलाई प्राप्त गरेर म अमर बन्न सक्दिनँ भने ए याज्ञवल्क्य तिम्रो सम्पत्ति तिमी नै खाइरह, मलाई चाहिएको छैन तिम्रो सम्पत्ति। आफ्ना श्रीमानलाई भनेका तिम्रो सम्पत्ति चाहिएको छैन, म पनि जाने हो, म पनि सन्यास लिने हो, म पनि जाने हो जङ्गलतिर। क्या तिमीलाई मात्र चाहिएको छ र आनन्द, तिमीलाई मात्र चाहियो हो र सुख, तिमीलाई मात्र चाहियो हो र शान्ति, मलाई पनि शान्ति चाहिएको छ, मलाई पनि आनन्द चाहियो, त्यसो भने म पनि सन्यासिनी बन्ने हो भनेर उनीहरू लागेका छन्। त्यो परम्पराका हामी, त्यो आदर्शका भने बल्ल शान्ति थिए। मन्त्रद्रष्टा ऋषिकाहरू थिए, ती ऋषिकाहरूका सन्तान। अब अहिले हामी सत्सङ्ग केही छैन, आफ्नो बारेमा बुझ्दै बुझिएन, आफ्नो बारेमा बुझाइँदैन, अनि अध्यात्म कहाँ बुझ्ने। हाम्रा पुराणहरूले सर्वोच्च सबैको केन्द्रबिन्दु म हो, म खुसी भयो भने संसार खुसी भयो। आफू दुखी भनेर अरूलाई खुसी बनाउँदै हिँड्छु भने त्यो कहिल्यै खुसी हुनेवाला छैन। त्यस कारण यो शरीर नै मन्दिर हो, हड्डीको पिंजडा शरीर उसमा मैना म भन्ने चरो, त्यो क्या गरदो छ शान्ति रसको पानी बिना भैखरो। लेखनाथ पौडेलका एक कविताहरू पढ्यो भने त्यसमा दर्शन छ, त्यसमा जीवन छ, त्यसमा हाम्रा सम्पूर्ण जीवन जिउने कला दिएको छ। अनि सारा इन्द्रिय लभ्य यो विषयको लाखौँ खन्याए पनि भित्री व्याकुलता र दाह उसको छुट्दैन कति पनि। कहिले छुट्या छ होइन? हड्डीको यो पिंजडाभित्र बसेको जुन चरो छ, कति खुवाइयो, बिहान खुवाछ, बेलुका खुवाछ, कहिले अगाछ यो खोपडी, यो भाँडो कहिले भरियाछ, यो खोपडी कहिले भरियाछ। 30 वर्ष जागिर खायो, 35 वर्ष जागिर खाएको, फेरि जागिर खाइरहेको। अध्यात्म लाएर वेद पढ्न पर्ने, रुद्री पढ्न पर्ने, उपनिषद पढ्न पर्ने, आरण्यक पढ्न पर्ने, आफ्नो ध्यान साधना बस